हैन यो चाहिँ यस्तो रहेछ नि दाइलाई चाहिँ युएसबी अर्को वाला चाहिन्छ मेरो चाहिँ फेरि अगाडि पछाडि त्यसो यिनीहरूलाई भात लाग्दैन यहाँ चाहिँ यिनीहरूलाई जानु भइदिनु Guys, no touching. यता अलि त झर्नु न अनि उचाल्नु लाग्छ म उचालिदिन्छु यो चाहिँ पानीमै जान्छ क्या पानी अझै मेसा के तारा हाई गर हाई मामा हाई काका से हाई यसले चाहिँ डोरमा मात्रै हेर्छ क्या अस्ति चाहिँ डराएर के अब चाहिँ अलिक यो भएछ हजुर त्यो पिचबाट चाहिँ त्यो तल पुग्ने होला हौ होइन मतलब गएको चाहिँ क्या तल ओह्रालो जाने चाहिँ हो कि भने हामीले पिचबाट छोडेर यस्तो जग्गातिर आयौँ नि यो पनि नुवाकोटै पर्छ कि कतै तर उयसमा हेर्दा नगरकोट के देखाएको होइन भाउजू कि नुवाकोट यो कति छ नि पचास लगाने अगाडि होइन बुझ्यो माथि लानु पर्यो भने चाहिँ माथि लगाइजाऊ सिधै छ क्या अहिले अगाडि बस्नु भाइ आफै आउँछु
जाऊ न हौ बिस्तारै बिस्तारै बाई मेसक बाई गरिदेऊ त्यो भएन त्यो भिडियोमा नि पुगेन बिस्तारै हेर फर्म क्या फर्म बिस्तारै 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 हो त्यतिकै गरिहाल्छ त्यतिकै हेलो गर न हाय बाई गर गाइजहरु त के गर्दैन त यार गयो फाल ल म तलबाट राम्रो देख्यो अस्ति दिन हामी कम्बिला जस्तो देखेको यस मलाई त भेट्न देख्दैन रहेछ यसले त बादल यताबाट आएको दुईटा यो देख्नु त्यस्तै गरौँ हुँदैछ त होइन हाम्रो रुम यतापट्टि थियो भाइहरूको यतापट्टि थियो ए भाइहरूको बिचबाट मान्छे थियो अनि भाइहरूको यतापट्टि थियो होइन मिसाल मेरो अगाडि हामी चाहिँ बिहान उठिसकेर बसिरहेको थियौँ ब्रेकफास्ट पर्खेर के गर झ्यालमा ड्रोन ल्याक्कुलाई गर्छ अनि म चाहिँ मिसालले चाहिँ भाइलाई ड्रोन दिएको रहेछ अनि भाइले चाहिँ जिस्काउनु भएको होला सोचेँ मैले तर भाइहरू त उठेकै नरहेछ भरे त्यहाँपट्टि अर्को त्यो विदेशीहरूले चाहिँ ड्रोन उडाएको रहेछ क्या हाम्रो ल्याउँछ फेरि लान्छ फेरि ल्याउँछ लान्छ आयो 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 आऊ आऊ भन त बेबी आऊ त यो ज्याकेट किन चिसो हुन्छ एउटा भिडियो छ नि त्यो एउटा बुढी मान्छेले टेबलमा हुँदैन टेबलमा मेसाकलाई उभाएको छ कि बानी यसले राखिदिनु चिसो छ यताबाट राखौँ न यहाँ चाहिँ यहाँ चिसो छ आई लभ यु भयो त नि ए अहिले सिज गरिदिन्छ नि Sorry, man. Sorry. Come back. अनि हाम्रो होटलको मात्रै खिचेको भन्दा चाहिँ दिन्छ होला होइन यहाँबाट नजिकबाट खिच्नु न हाम्रो मिसाल What is that? गयो सक्यो Sucker. Sosam. अनि उभी खाँदा भएन त नि भनिहाल्नु त म कलर अलिक बिलाउँछु नि त हामी यस्तो गरिन नि त्यस्तो भएर दाजु म तिम्रो जाने भन्दै चिया पानी गरिहाल्नुहुन्छ म जाउँछु भनेपछि त्यो भन्दा त गर्नु त मैले पो गाउनु पर्ने हो त यार हामीले दिएको मिसाल मेसो के त कतिको अलिक कति दिनको भाइ 3,000 ग्रुपमा आयो भने होइन त मिलिहाल्छ नि
नेक्स्ट टाइम दुईजनालाई ए यहाँ त हामीले पुस्रो लाइनौँ नि चिसो रहेछ खोइ त नि यो गर्नुपर्छ फेरि खान्छ ऊ त छ बहिनी अब यहाँ बिचारी ड्रोन खानु गयो यहाँ ड्रोन खानु गएको भाइले के भन्यो अनि वरिपरिको त मिल्छ अरे त्यो टाटा माथि माथि लानु यो राष्ट्रिय निकुञ्जन ठाउँ भएर अरे ए हाम्रो त्यसो चिया खाँदै गर्नु जस्तो गर्नु न चिया खाँदै गरेको चिया खाँदै हामी चिया खाँदै गर्छौँ तपाईँ गर्नु न चिया खाँदै गरेको जस्तो मासु हेलो ब्रदर एउटा यहाँ एउटा ख्वाइस पनि के होइन भाइ यो पुस्ने यहाँ पुस्दिनुहुन्छ क्या चिसो छ क्या यसो चल्छ आफ्नो त एउटा हातमा क्यामेरा छ आधी आधी गर्दा नि ल्याउने बहिनी बहिनी खाएको बेला त आइबाटै दिनु दिल सक्दिछ के ल चिया सक्यो आफै ग्लास बोकेर हिँड्नु पर्यो एउटा सानो ग्लास यसरी Come on, guys. Hey, you guys. You boy. Oh, Mr. Kauna. Yet, Niala. खाए ल Yet, उकासँग गएर यतापट्टि बस्न त्यो गर्दा छिटो न बस बस ल ए लचक लचक कमर है सुन न फार्म छ चाहिँ क्या हो अनि छिटो यहाँ बस्नु हैन मिसले ड्रोनमा खिच्छ अब ड्रोनबाट खिच्छु कि This one is yours and this one is from Mesa. अब साराले Yes, sir. हैन बिस्कुट खाइ यता त्यो हैन गाडीमा चाहिँ त्यो टाइगर बिस्कुट देखा यहाँ छेउमा छ अले भन्छ नि यो यहाँदेखि माथि यता ट्रेकिङ रुट नि छ बहिनी माथि ट्रेक गर्ने रुट पनि छ अझै माथि भने यस्तो डाँडामा क्या भित्र भन्नाले पर्मिट त अघि हामीले काटेर आयो नि हामीलाई त लियो त हामीले त पायो सबैलाई दिएन किन हामीलाई परेन होइन हामी यतातिर आएको हो नि त उनीहरू त अरू चाहिँ नुवाकोट गएको हो क्या त्यो यताको आउनु पर्मिट गर्दो रहेछ सुरज चौर भने चाहिँ पर्मिट गर्छ निकुञ्जको बाटो सोध्छ त त त्यहाँ सोधिहाल्यो नि त हामीलाई होइन हामीले सोध्यौँ नि यो त जाने बाटो कता हो भनेर सिग्नेचर कता हो भनेर बित्तिकै नर्भस भयो 950 मेरा त्यस्तो हो 1-2 सेकेन्ड दिनु भनेको यस्तो 950 भनेर त मिनी ब्लक फुल ब्लक हो फुल ब्लक लाइभ गरिरहेको छु होइन होइन निनी भएको मेसज के खाएको मेसज नाकमा हेर दियो थोपा के को दुधको दुईटा हुन्छ ठ्याक्क फेरि पानी सर पानी पर्यो भने साफ पानी पर्यो फेरि स्लोली स्लोली खुट्टामा आयो पछाडि पछाडि बस्ने होइन नि त साइडबाट हल्लाउने हो नि त साइडबाट के खालको सेफ नहुनु ए पछाडि खुट्टामा लाग्छ अहिले काउन्टडाउन दिएको अरे 3 4 5 दिएछ ल बाई गएको अब लेट्स गो सामान लिएर सही
लक गरेको छ लक तिमीहरूको सबैको मोबाइल छ यतिले त त्यता हैन हुँदैन लड छ यो त लक गरेको छ हैन उहाँ लक गरेको छ हुँदैन आइहाल्छ भाइ मेरो के पोज नभने तिमी आफै हेरेको पोज 1 2 3 ल यहाँ पनि गाई ल यहाँ आयो यहाँ तीनजना ल छिटो हिँड्छ गर न छिटो अब त्यहाँबाट खिच्नु मैले पछाडि साथी आउँदैछ अनि त्यहाँसम्म आधी आफू नाचेर आउँछ त्यहाँदेखि फेरि फेरि दिदीलाई थाम्छन् तर थाम्दैन नि त ल ल पोजे ल ठिक छ ल ल 1 दिदी त अनाउन्स देख्यो तपाईँ हो त ल ल ठिक छ ल 1 2 3 ल 1 2 3 आछि यो यता आउनु बा म गके अब 1 2 3 लु भयो लु ब्याग बोकेर आऊ ओइ ए लड्दै यति बाइ लु हिँड मेसक हिँड पापा हिँड मेसक को हो पक गर्ने यिनीहरूलाई बोलाउनु न हौ बोलाउनु न यिनीहरूलाई लुगा त सबै भिजाएछ मेरो छोराले त अलिक खिचिदिनु भएको छ तर राम्रो आयो क्या होइन पछाडि हेर त्यो बाँस पानी जानु हुँदैन फोटो खिच्दै यहाँ यहाँ काठमाडौँ देखियो त यार झन्डै यो फेरि क्यामेराम्यान छ साथै भुडी लुकाएको ल अहिले म खिचिदिन्छु त्यतिकै ल 1 2 3 1 2 3 म पछि गर्दिनँ सारा टाक देखेँ है उसमा
यस्तो मुजा पर्छ क्या यस्तो गर्दाखेरि हो त्यसो बस्नु न ल नर्मल बस्नु न नर्मल हो यतियल के गरेको यतियल के गरेको यो तिमीहरूले dirty your socks are being dirty yak mesak mesak यता हेर न मेसक मेसक मेसक